ओके, हाउ टु अपलोड अ सर्ट कि यो भाइरल जाओस्। सर्टलाई कसरी भाइरल गर्ने अथवा कसरी धेरै मान्छेसम्म पुर्याउने। हामीले धेरैवटा भिडियोहरूमा देखेको पनि छौँ होला कि उसले चाहिँ युट्युबबाट हाल्नु, युट्युब स्टुडियोबाट हाल्नु हुँदैन, क्रोमबाट हाल्नु, यता युट्युबबाट हाल्दाखेरि केही हुन्छ, त्यस्तो कुराहरू पनि सुन्ने गरेको छौँ। त्यो सबै कुराहरू चाहिँ फल्स हो है। हामीले जहाँबाट अपलोड गरे पनि हाम्रो सर्ट्स राम्रो छ, यसमा राम्रो हुक्सहरू छ भने यो भाइरल जान्छ नै जान्छ, फिक्स कुरा हो। हाम्रो सर्ट्स राम्रो छ र हामीले राम्रो तरिकाले अपलोड गरेको छौँ भने यो भाइरल हुन्छ। ओके, लेट मी टिच यु हाउ टु रिच मोर पिपुल बाई अपलोडिङ अ सर्ट। यसको टेस्टिङको लागि चाहिँ मैले भर्खरै एउटा नयाँ युट्युब च्यानल बनाएको छु र यसमा मैले भर्खरै बनाएको एउटा ऱ्यान्डम सर्ट छ जुनमा चाहिँ जस्ट ऱ्यान्डम सर्ट भनेर लेखेको छ। यसलाई चाहिँ अपलोड गर्न गइरहेको छु। सो युट्युबबाट गर्नु भने चाहिँ के फाइदा हुन्छ भन्दाखेरि यहाँनिर तपाईँले ट्रिम गर्न पाउनुहुन्छ, आफ्नो भिडियोलाई चाहिँ यहाँ यहीँनिर एडिट पनि गर्न सक्नुहुन्छ। साथै डन गरिसकेपछि अब तपाईँको सर्टमा सुहाउने खालको म्युजिक, कपिराइट बिनाको साउन्ड चाहिँ यहाँ एड साउन्डमा गएर लगाउन सक्नुहुन्छ। ओके, नाउ लेट्स क्लिक अन नेक्स्ट। अब यहाँनिर ध्यान दिनुपर्ने कुराहरू चाहिँ हामीले सर्टको क्याप्सनलाई जे पनि लेख्दा हुन्छ, जस्ट ऱ्यान्डम सर्ट भनेर लेखिँदा नि भयो। अथवा तपाईँको गेमिङको बारेमा छ, जस्तै फ्री फायर गेमको बारेमा हाल्दै हुनुहुन्छ भने फ्री फायर मात्र लेखिदिनु भइहाल्यो। यहाँनिर हाम्रो काम सक्यो। अब हामी सो मोरमा जान्छौँ। अब हामीले मेन कुरो भनेको चाहिँ डिस्क्रिप्सन हाल्नुपर्ने हुन्छ। जस्तै मैले यसलाई चाहिँ ऱ्यान्डम सर्ट नै भनेर नाम दिएँ, ऱ्यान्डम सर्ट। हामी चाहिँ अब यसको डिस्क्रिप्सनमा जानेछौँ। डिस्क्रिप्सनमा चाहिँ यो भिडियो के को बारेमा त्यो लेख्छौँ। अब यो चाहिँ तपाईँहरूले गेमिङकोहरू हाल्दै हुन्छ नि, कुन गेमको हो, फ्री फायरको छ भने फ्री फायर। यहाँनिर चाहिँ तपाईँले धेरै कुराहरू लेख्न सक्नुहुन्छ। यसले चाहिँ हाम्रो सर्चमा धेरै भ्युज ल्याउने काम गर्छ। प्लस यहाँ डिस्क्रिप्सनमा लेखेकै जस्ता कुराहरू हामी लगेर ट्याग्समा पनि लेख्नेछौँ। जस्तै हामीले लेखेको थियौँ। अनि यो अल्टर्ड कन्टेन्टमा गएर तपाईँको भिडियोहरू एआई जेनेरेट हो भने यसमा क्लिक गर्नु, होइन भने नोमा क्लिक गर्नु। ब्याक जाउँ। कोलाबोरेसन कमेन्ट एन्ड मिक्सिङ भनेको छ, यहाँनिर जस्तोको त्यस्तै छोडिदिने। अब हाम्रो सिलेक्ट अडियन्स भनेको छ, यो हाम्रो चाहिँ हामीले नो इट्स नट मेड फर किड्समा सिलेक्ट गऱ्यौँ। अब रिलेटेड भिडियोबाट चाहिँ यो भिडियो, जस्तै हामीले सर्ट्सहरू हेर्दाखेरि मुनिपट्टि एउटा अर्को सर्टको लिङ्क जस्तो राखेको हुन्छ, त्यसमा क्लिक गर्दाखेरि अर्को सर्ट अथवा त्योसँग रिलेटेड भिडियोमा जान्छ। यहाँनिर क्लिक गरेर चाहिँ तपाईँले आफ्नो रिलेटेड भिडियोजहरू चाहिँ सो गर्न सक्नुहुनेछ, रिलेटेड भिडियोमा क्लिक गरेर। अब अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ थम्बनेल भयो। थम्बनेलको लागि यहाँ माथिको पेन्सिल जस्तो आइकनमा क्लिक गर्ने र हाम्रो यहाँनिर मध्येबाट तपाईँले अडियन्सले देखाउन चाहेको कुरो चाहिँ थम्बनेलमा देखाउन सक्नुहुन्छ। अब तपाईँले एउटा कस्टम थम्बनेल हाल्नुपर्ने छ भने पनि आफ्नो एडिटिङ एपमा जान्छौँ। यहाँबाट हामीले भर्खरै बनाएको प्रोजेक्टमा क्लिक गरौँ। अब प्लसमा क्लिक गरेर कुनै पनि एउटा ऱ्यान्डम तपाईँको थम्बनेल लगाउनु पर्ने फोटोमा क्लिक गर्नु र यसलाई 0.1 सेकेन्डको क्लिप बनाएर राखौँ। यसलाई सेभ गर्नेछौँ। त्यो पार्टलाई थम्बनेललाई राख्न सकिन्छ। हाम्रो थम्बनेल चाहिँ यो बस्ने भयो। यति गरिसकेपछि यु क्यान अपलोड योर सर्ट एन्ड इट विल रिच द हाइएस्ट नम्बर अफ पिपल।